माटोको संरक्षण गर्ने कार्यक्रमलाई भू संरक्षण कार्यक्रम भनेर भनिन्छ। भू संरक्षण कार्यक्रमले माटोको चाहिँ संरक्षण गर्ने भयो। त्यो नेपालमा भू संरक्षण कार्यक्रम भनिन्छ। माटोको संरक्षण गर्नुपर्छ भन्ने कार्यक्रमलाई चाहिँ के भनिन्छ? भू संरक्षण कार्यक्रम भनेर भनिन्छ। नेपालमा भू संरक्षण कार्य चाहिँ 2023 सालबाट सुरु भएको हो। माटो सम्बन्धी अन्य जानकारीमा भू संरक्षण कार्यक्रमको सुरुवात। भू संरक्षण कार्यक्रम भनेको माटोको संरक्षणको लागि गरिने कार्यक्रम हो। यो भू संरक्षण कार्यक्रमको सुरुवात चाहिँ विक्रम सम्वत 2023 सालबाट भएको। विक्रम सम्वत 2023बाट नेपालमा भू संरक्षण कार्यक्रमको सुरुवात भएको। माटो सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ भनेपछि पेडोलोजी। पेडो माटो सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई पेडोलोजी भनेर भन्छ। माटो सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई चाहिँ के भन्ने? पेडोलोजी। पेडोलोजी भनेको माटो सम्बन्धी अध्ययन गर्ने शास्त्र भयो है। 1 सेन्टिमिटर मात्रै माटो बन्नु छ भने त्यसको लागि 100 देखि 400 वर्षसम्म समय लाग्छ है। 1 सेन्टिमिटर माटो बन्न 1 सेन्टिमिटर मात्रै माटो बन्न 100 वर्षदेखि 400 वर्षसम्म 100 देखि 400 वर्ष लाग्ने लाग्छ। 1 सेन्टिमिटर माटो बन्नको लागि 100 वर्षदेखि 400 वर्षसम्म समय लाग्ने गर्छ। यति कुरो माटो सम्बन्धी हामीले सम्झिन्छौँ है त। अब नेपालका विभिन्न क्षेत्रहरूको विश्व कीर्तिमानमा चाहिँ नेपाल के कसो छ, नेपालका कुन कुन क्षेत्रहरूले के कीर्तिमान राखेका छन् त्यसको बारेमा हेर्नेछ। विश्व कीर्तिमानमा नेपाल भन्ने ल यति क्लियर हुनु छ है। अब